साह्रो गरम भयो है। हो नि आज साह्रै गरम हो। बेलुका वाला दाजु आयो भने त पौडी खेल्न जानुपर्ने थियो है। त्यही त खोइ आउँदैन होला हौ। साह्रो गरम भयो नि। भीमसेन खत्री हो मेरो नाम। आउनुहुन्छ हो बेलुकावाला दाजु बोलाउन यता आउनु बेलुकावाला दाजु यता ल यता आउनु नि। आई गर्मी कस्तो गरम भयो है। आज त पुरै गरम छ नि, घाम पनि जान्दिनँ म त। जाउँ ल पौडी खेल्नु के। म आउँदैन नि भाइ। आउँदैन थियो होइन ल पौडी खेल्नु त भन्ने त बन्दै आउँदैन। ए त्यसो भने सकि गयो नि। गर्मी भन्ने बस्यो। हजुर त्यही त आउनु पर्ने त आउँदैन हौ। तिमीहरू आउँछ? हामीलाई आउँछ नि। हाम्रो कहाँ बाउहरू त मेरो बाउ त झन् 10 वर्ष पानी मुनि बसेको हो र? हो नि। होइन होला। हो झन् मेरो त याद छ तपाईँलाई कति 15 वर्ष बसेको पानी मुनि 15 वर्ष पौडी खेल्दै बसेको अरे। कहाँ हो मेरो त। म त पौडी खेल्नु आउँदैन कि। तर मेरो एउटा घडी चाहिँ छ 15 वर्ष पानीमा राखेर निकालेको चाबियल घडी हो कि। त्यो होइन ल 15 वर्ष चाहिँ कसरी अन्त चल्यो अन्त त्यो चाबी नहाल्ने चाहिँ अन्त। अनि 15 वर्ष तिम्रो बाउ अन्त पानीभित्र थियो त त्यति बेला उसले लगाइदियो नि। कैसा लगा मेरा मजाक?